काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले त्यहाँका कार्यकारी अधिकृतलाई एउटा भ्रष्टाचारको काण्डमा कारबाही गरेर निष्कासन गरेको घटनाले अहिले गजबको तरङ्ग पैदा गराएको छ। बालेन शाहलाई सम्पूर्ण रूपमा दोषी बनाउन खोजिएको छ दर्शकवृन्द, तर भित्री कुरा निकै गम्भीर रहेछ भन्ने उद्घाटन अहिले भइरहेको छ। काठमाडौँ महानगरपालिका भित्र यो विषयले निकै गम्भीरता हासिल गरिएको छ। जबरजस्ती बल प्रयोग गरेर कार्यकारी अधिकृतलाई त्यहाँ कुर्सीमा बसालियो, नयाँ माइन्युट खडा गरियो, उनलाई काममा लगाइयो। उपमेयरको विशेष जोड बलका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको त्यहाँ विशेष देखियो चासो। तर अहिले आएर त्यो जुन भ्यू टावर निर्माणको निम्ति ठेक्का पट्टाको मोलमोलाई भएको रहेछ, त्यहाँ वडाध्यक्षहरूलाई नै 5-5 करोड रुपियाँ दिने भनेर ठेकेदार मनोज भेटवालले बार्गेनिङ गरेको कुरा र वडाध्यक्षहरूलाई कन्भिन्स गर्न खोजेको कुरा एकजना वडाध्यक्षले नै बैठक कक्षमा सार्वजनिक गरेको कुरा अहिले बाहिरिएको छ। यसले स्पष्ट गर्दछ कि मेयर बालेनले भ्रष्टाचार देखेरै, भ्रष्टाचार ठहर गरेरै उनले गर्दनमै समातेका रहेछन् कार्यकारी अधिकृतलाई, कि उनले निष्कासन गर्नै पर्ने पात्रलाई निष्कासन गरेका रहेछन् भन्ने कुरा स्पष्ट हुन गएको छ। तर यो प्रवृत्ति जुन देखा पर्यो, भ्रष्टाचारीका विरुद्धमा कारबाही गर्ने पात्रलाई असफल गराउने तरिकाबाट जो सरकार अगाडि बढिरहेको छ, सरकारको संरक्षणमा उपमेयर लगायतका केही वडाध्यक्षहरू अगाडि बढे। 3-4 महिनासम्म तलब खान नपाएका कर्मचारीहरूको बीचमा आतंक मचाउने काम गरियो। यही प्रवृत्तिलाई पुलमान घिसिङको सन्दर्भमा नेपाल विद्युत प्राधिकरणमा पनि बल प्रयोग गरिएको भए के हुन्थ्यो? जसरी सरकारले तीनकुनेमा राजावादीको आवरणमा हुन खोजेको कार्यक्रममा आम सर्वसाधारण नेपाली जनतालाई गोलीको शिकार गराउने गरिकन अन्धाधुन्द स्वचालित बन्दुक प्रहार गरेर ठुलो लगभग नरसंहार गर्ने योजना बनाएको रहेछ, केही व्यक्तिहरू आहत पनि भइसके, शहीद भइसके। यही गतिविधिको जताततै वातावरण सिर्जना गर्न खोजिएको हो कि के हो? यो काठमाडौँ महानगरपालिकामा जो गरिएको बल प्रयोगको गतिविधि हो, यसले त्यही प्रवृत्तिलाई दोहोऱ्याउन खोजिएको देखिन्छ, जे प्रवृत्ति तीनकुनेमा देखाउन खोजियो। यदि त्यहाँ बालेनको पक्षमा काठमाडौँ महानगरपालिकामा कोही उत्रिएको भए हुन सक्थ्यो तीनकुनेमा जस्तै प्रहरीको बल प्रयोग हुन्थ्यो कि के ठेगान थियो? त भ्रष्टाचारलाई संरक्षण गर्न सरकार नाङ्गिएर लाग्दैछ। यो काठमाडौँ महानगरपालिकाको घटना अर्को नमुना साबित भएको छ दर्शकवृन्द।